नमस्ते। 2 वर्षको बच्चाहरूले ओछ्यानमा सुसु गर्दाखेरि त्यति नराम्रो मान्दैनौँ होइन। तर 2 वर्षभन्दा माथि 6-7 वर्षको बच्चाले ओछ्यानमा सुसु गर्यो, पिसाब गर्यो भने चाहिँ त्यो राम्रो मान्दैनौँ। तर हामीले बच्चाहरूलाई गाली गर्नु हुँदैन र पिट्न पनि मिल्दैन। हामीले सकेसम्म बच्चाहरूलाई 6:30 देखि 7 बजेभित्र डिनर अथवा रातिको खाना खुवाउनुपर्छ। त्यसपछि झोल पदार्थ केही पनि दिनु मिल्दैन, जस्तै दुध, जुस अनि पानी, त्यो केही पनि नदिने। अनि बच्चाहरू चाहिँ ठ्याक्क 10 बजेतिर सुत्नुपर्छ। त्योभन्दा अगाडि एकचोटि टोयलेट लग्ने, सुसु गराउने। अर्को भनेको हामीले अकुप्रेसर गर्नु मिल्छ। हातमा कलर लगाउने, पहेँलो कलर लगाउने, त्यो पोइन्टलाई हामीलाई एक्टिभेट गर्ने। त्यो कसरी गर्ने म भिडियो बनाएर देखाउँछु तपाईँहरूलाई। यो हाम्रो युरिनरी ब्ल्याडरको करेस्पोन्डिङ एरिया यो। यसमा हामीले पहेँलो कलर लगाउने। यदि बच्चाहरू राति सुत्ने बेला ओछ्यानमा सुसु गर्छ भने हामीले पहेँलो कलर लगाउने। यो सुत्न अघि यो कलर लगाइदिने, यसरी पहेँलो कलर लगाउने। यो हामीले दुईटै हातमा गर्नुपर्छ। यहाँ कलर लगाउने, पहेँलो कलर दुईटै हातमा। यो पोइन्टमा प्रेसर लगाउने, एक्टिभेट गर्ने यो पोइन्टलाई। तपाईँहरूले डटपेनको पछाडिको भागले गर्नुभयो। तपाईँहरूसँग म्याग्नेट छैन भने हामीले सिट लगाउनु मिल्छ। यो चना हो। युरिनरी ब्ल्याडरको करेस्पोन्डिङ एरियामा यसो चना लगाउने। यो चना लगाएपछि एकछिन प्रेस गर्नुपर्छ। यो हामीले दुईटै हातमा गर्नुपर्छ।